हेलो नमस्ते वेलकम टु न्यू भ्लग हैन आजको त डे 2 सिरिज छ हाम्रो उदयपुरको अहिले चाहिँ भर्खरै झरेम हामी बस पार्कबाट है अब घर जाँदैछौँ पानी चाहिँ परिरहेको छ वरिपरि मौसम हल्का खराब मौसमले साथ दिएन हैन त्यही नै हो अहिले सर हामी जाँदैछौँ है त पापा र म चाहिँ जाँदैछौँ घर अब धेरै टाढा छैन यहाँबाट भर्खरै नाइट सिफ्टबाट झरेको रातभरि नाइटमा ट्राभल गरेको जस टाइम निकै लाग्दो रहेछ मोर देन 13 आवर्स उता है तर गाडी चाहिँ लास्ट डिन्जी चलाएँ बाफ्रे स्पिडमा खतरा चलाएँ होइन खाने ठाउँमा चाहिँ मैले सानो सिरिज झारेको छु त्यही नै हो नथिङ द्याट मच मोर होइन अब चाहिँ पहिला घर जाने उता घर जाँदैछौँ घरै पऱ्यो भने पानी चाहिँ पानी परिरहेको छ हल्का सिमसिम है त्यस्तै छ लाग्दै गरौँ पहिला अब चाहिँ हामी जाँदैछौँ छाता पनि ल्याइदिनु भयो आमाले है मम्मी चाहिँ उता हुनुहुन्छ मम्मी पापा अब चाहिँ जाँदै है त अब यहाँ चाहिँ पानी खतरा पर्दो रहेछ दामी डेन्जरस पानी है पानी लास्टै डेन्जरस हुँदो रहेछ नाइटभरि पानी पऱ्यो मुखाभरि पानी लाएर आएको रहेछ अब केही छैन जोस् ल नयाँ एक्सपिरियन्स भयो है त अब चाहिँ ल त्यही जाऊँ उतापट्टि बिस्तारै हजुर हुन्छ अब चाहिँ उदयपुर सिरिज सुरु भयो अब पानी नपरोस् 2 दिन भन्ने आशा छ है त ल अहिले चाहिँ हजुर ए हुन्छ हस् यो चाहिँ मेरो कोठा छ है म चाहिँ मेरो कोठा चाहिँ मलाई यो प्रोभाइड गर्नुभएको छ बत्ती आलो जस्तो भइन्छ आउने जाँदै भएको छ म चाहिँ घरमा आइसकेँ घरको अब अहिले पानी रहेछ फुल रोकिदिउँ ल घर छ ल काठको हुँदो रहेछ पुरै है सोलिड उतापट्टि भान्सा घर यो चाहिँ क्या कम्पाउन्ड घेरा घर हो घरमा यस्तो हुँदैछ कि दामी हाल्नु हजुर हुन्छ ए बाहिर पनि खड्या त अरे बाफरे खर्सायो गाइस गुड मर्निङ होइन अब त्यही नै भन्नु पर्ला किनभने 11 बज्दैछ म चाहिँ सुतेर उठेर भर्खरै खाना खाएर आएको है अघि आएर गाडीको थकाइ होला यस्तो दामी सुतेँ यस्तो दामी निन्दा लाग्यो होइन मैले भ्लग अपलोड गरेको थिएन एउटा प्रिभियस भ्लग चाहिँ अपलोड भयो होला सायद होइन अहिले आउने भ्लग चाहिँ अपलोड भएको छैन होला म चाहिँ एक्लै रुममा छु है खाना खाएर भर्खरै आएको अनि यो तराई भनेको है घरहरू पनि क्या दामी हिँडेको डेन्जरस हेर्न ल है चट्टै यहाँनिर ल यस्तोमा माथिबाट अनि फेरि खापा क्या जहाँबाट नि हावा आउने खुल्ला टाइप हुने चाहिँ सुत्न चाहिँ बडो आनन्द आयो होइन आएको बेला भएर हो कि पानी चाहिँ परेछ पानी रोकेकै छैन होइन अब 2 दिन पानी रहेछ अब यो घुमिँदैन जस्तो छ त्यही पनि हेरौँ के हुन्छ होइन अब एकपल्ट सट्ट बाहिर हेरौँ न कस्तो दामी छ है बाहिर हेरौँ न होइन यस्तो दामी भ्यू छ ल बाहिरको चाहिँ यहाँ घरै दामी हुने यस्तो उसको हुने उडको है दामी छ र बाहिर घाट चलो उसको बाहिर होला है ऊ चाहिँ कोकोनटको के भन्छ हाम्रो नाम आएन नरिवलको बोट थियो सुपारीको बोट छ यो जम्मै अगाडिको है यस्तो ड्यामी छ उता तापको बोटै बोट छ यताबाट झाङ्गे केही छैन ल दामी घरहरू क्या सोयो भने यहाँनिर पनि लेखेको थियो ल यो वालमा लेखेको त्यो वालमा लेखे है दामी गाइसहरू म चाहिँ तल छु है घर चाहिँ यस्तो छ पुरै घर चाहिँ यहाँसम्म हुँदो रहेछ होइन कम्पाउन्डमा पुरै बारेवाला दामी छ यताबाट चाहिँ गार्डन जाने यहाँको त घरै क्या युनिक लाग्छ म त फर्स्ट टाइम हो तराईको गीत चाहिँ होइन यहाँनिर दामी छ यो सबै आँपको बगैँचा जम्मै अनि खेती पनि हुन्छ है धानको पछि मम्मी चाहिँ मार्नुहुन्छ है पुरै खेतै यस्तो छ दामी अनि युनिकनेस क्या पुरै सबै युनिकनेस सबै हुने हल्का नर्मली जति हामी यहाँ बस्दा फिल हुन्छ अनि यस्तो बाँधा लाग्दा पनि त्यस्तो फिल भइरहेको छ कि ठ्याक्कै काठमाडौँ जस्तै त्यो सोचिरहेको छु मजा लक्किने ठान्छ होइन मलाई पानी पऱ्यो उतापट्टि हजुरबुवा हजुरआमा हुनुहुन्छ यहाँ भेट्ने त्यही नै हो अरू त के हुनु है चल्टोसँग कोठा चाहिँ यस्तो छ म चाहिँ त्यो बुवा आमालाई भेटेर आएको छु है त हजुरआमालाई भेट्न चाहिँ ल्याएको होइन भेटौँ त्यहाँ बुवालाई अनि अरू काम गरौँ है त फर्स्ट मिट देम है उतापट्टि हुनुहुन्छ अनि यहाँकै क्या खतरा यहाँ त पुरै घरभित्रदेखि बाहिरसम्म है सबै बुटेबाट फलफुल चाहिएमा के हो भने यो चाहिँ गाई के बाख्रो भन्ने गोठ है घरमा यस्तो काम हुँदैन मम्मीले घाँस यो गाईलाई बाख्रालाई ल यो बाख्रालाई लिएर आउनु भएको आँपको खलीले छैन यहाँ चाहिँ हजुरआमा उहाँ हजुरबुवा त सुत्नु भएछ हजुरबाबु चाहिँ घाउ भएछ होइन
यो ड्रेसिङ गर्नुपर्ने बेला आज खुट्टामा थोरै त्यही हो अरू त केही छैन अब बाख्राहरूले उतापट्टि बुवा हुनुहुन्छ जाने हेरौँ के गर्ने है पानी चाहिँ पला पला जस्तो हुन्छ के होला बिर्सी त्यही नै हो मजा डुलडाल गरेर आइसक्यो है अब चाहिँ यो चाहिँ डे 1 सिरिज दिने हो अब एकछिन त्यहाँनिर बुवाको आफ्नै काम थियो काम छ के सेक्सन घुम्न जाने त्यही नै हो अरू त के हुन म पनि एकछिन सुत्छु रेस्ट गर्छु होइन आफ्नो कामहरू गरौँ अनि त्यसपछि भेटौँला है त आइएम ब्याक होइन अहिले चाहिँ लगभग दिउँसोको 3 बज्न आँटिसक्यो दिउँसो के भन्ने बेलुकै भनौँ 3 बज्न आँटिसक्यो होइन यहाँ चाहिँ हुँदैछ थोरै भ्लगिङ बसिरहेको छैन अनि यहाँ चाहिँ यो चाहिँ हाम्रो किचन भएर यहाँ थाको घरको अनि सबसे अनौठो चाहिँ यहाँनिर अझै पनि स्टिल पनि ढिकी चाहिँ छ क्या ढिकी र जातो है यो चाहिँ ढिकी भयो होइन काम गर्ने त्यो चाहिँ पुरै उतापट्टि चाहिँ ओखल भयो त्यो ठिक नै है ढिकी छ अनि यो मात्रै नभएर अर्को सबसे अनौठो लागेको छ मलाई यो जातो स्टिल वर्किङ छ है अझै पनि यही जातो चलाइँदो रहेछ कि म चाहिँ सक्छु होइन यहाँ चाहिँ पनि दामी छ ल प्लानिङ पनि एरिया क्राइटेरिया छ मन पर्यो मलाई आएको अब यस्तै चक्क सबैले छुट्टा छुट्टै घर है भान्साघर यो सुत्ने घर भगवान्को घर त्यो यो ठ्याक्कै स्पेस छुट्टाएर छ क्या बिचमा त्यो चाहिँ दामी लाग्यो मलाई यो स्पेसिङ गाली चाहिँ मन पर्यो क्या ठ्याक्कै यस्तो यस्तो घर बनाएर सबै टक 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 छुट्याएला बिचा ग्यादरिङ हुनेवाला अनि साइडमा टक्क बगैँचा आफ्नो खेत छ ल दामी यो चाहिँ सबसे अनौठो कुरो चाहिँ यो हो कि दामी छ ल अब चाहिँ हामी घुम्न निस्किनु लाग्यो बिस्तारै टुर गरौँ अनि थाहा पाइन्छ है त यार अब हामी पुरा मात्रै घुम्न निस्किसक्यौँ है त यसो हेरौँ कहाँ गइन्छ अनि भनौँला है त अपडेट दिइरहँला ठाउँ चाहिँ यस्तो छ है गाइस पुरै हामी चाहिँ बिहान आइपुग्यो अब एकछिन रेस्ट गरेर खानासाना खाएर निस्केको यो चाहिँ चोक भयो यो चाहिँ खोला रहेछ न अब खोला आइगएछ यहाँको अनएक्सपेक्टेड रहेछ ल यो खोला चाहिँ लास्ट डेट ठुलो अहिले ठुलो खोला भने हाम्रो भन्दा यो चाहिँ हाम्रोतिर भन्दा यहाँ चन्द्रनहर है त ल यो चाहिँ चन्द्र शमशेरले बनाएको तातो बाफ खुदै लास्ट ठुलो हुने भयो यहाँको चाहिँ यो नहर बनाएर चाहिँ पानी लगाइन्छ सिँचाइले नहर अनएक्सपेक्टेड छ सबै यहाँ त ल पुरै खोला जस्तो यो चाहिँ भयो चाहिँ पुरै क्या लामो छ ल यहाँ त्यत्रो लामो छ डेन्जरस यो चाहिँ नहर छ यहाँ ल उतापट्टि त्यो बाँध बाँधेको नहर छ यहाँबाट खुल्ला 3 स्टेप 4 स्टेपमा पानी झर्दो रहेछ ल चन्द्र नहर चाहिँ यही हो पानी आएर ब्यारेज खोल्यो होला लास्टै दामी छ ल सोचेको थिएन यो चाहिँ ल यो चाहिँ चन्द्र नहरमा है यो चाहिँ मेन भयो उताको चाहिँ बाँध भयो यो चाहिँ पानी फ्लो आउट कन्ट्रोल गर्ने ठाउँ यसलाई चाहिँ टुरिस्ट प्लेस यसरी पुरै बनाउनु भएको रहेछ यहाँ चाहिँ बनाएको रहेछ है यहाँ चाहिँ फोटो खिच्नलाई भयो हामी चाहिँ डुलिरहेछ स्पोन्सर पनि रहेछ अझै इन्स्टाग्राममा स्पोन्सर पनि दिइरहेको रहेछ हजुर कहाँ आयो जस्तो ल यहाँ चाहिँ माथि जान्छ हाम्रो नहरको पानी लाने ठाउँ छ होइन पानी बाँधेपछि त्यो सिँचाइमा लगिन्छ नि त त्यही नै हो ठाउँ चाहिँ दामी हो यहाँ ल भन्नुपर्छ ए सिधै गहिरो थियो त्यहाँबाट चाहिँ पानी थियो नि यहाँबाट जाने हजुर यहाँबाट तल झर्थ्यो क्या अनि पानी हुन्थ्यो त्यो डुबाउने हुन्थ्यो खाल्डोमा अहिले त स्ट्रक्चर चेन्ज भइसक्यो नि सबै चेन्ज त्यो चाहिँ जाने ठाउँ है त त्यहाँबाट पानी थियो भने चाहिँ यहाँबाट जान्थ्यो यो चाहिँ नहर भयो चन्द्र नहर यो सबभन्दा नेपालको पहिलो नहर पुरानो नहर यहाँबाट खाडी तल जान्थ्यो तल कति गहिरो हुन्थ्यो पानी अहिले ठिक्कको रहेछ यो अहिले यसलाई कुर्दियो मान्छेले हाम फाल्थ्यो माथिबाट जम्प गरिदिन्थ्यो माछा मार्न सोचिन्छ होला त्यही भएर चाहिँ अहिले छैन सानो खोला चाहिँ लास्टै ठुलो छ त्योहरू छ नि हजुर
त्यो यस्तो छ नि होइन हजुर त्यहाँ पर्छ ठुलो किता हुन्थ्यो आमा त्यो सबै जग्गाहरू हुन्थ्यो अहिले यस्तो बनाइसक्यो पुरिसक्यो पुरिसक्यो त्यहाँको जग्गा निस्क्यो भनेदेखि त ओहो खोलाले पुर्यायो कि खोलाले अहिले यस्तो खोला हुनै हुन्थ्यो आज फुटबल पनि खेलेर रहेछ है दामी ल यस्तो दामी हुनुपर्छ र यो अर्को सेक्सन है त यो चाहिँ छोरी सिस्टम भयो है त हाम्रो यहाँ दामी छ ल फास्टै दामी वाइल्ड क्रेजी दामी अब चाहिँ हामी मुनि जाँदैछौँ यो तल है ठन्डा भयो त्यहाँबाट ए म खिचिदिन्छु नि त सर प्लिज ल यो उहीसम्मको चाहिँ त्यो पारीको रातोसम्म चाहिँ खोल्यो है पुरै दामी छ ल त्यहाँ चाहिँ जाँदैछ गाडीहरू नाइट बसहरू हामी चाहिँ तल ब्यारेक मुनि आइसक्यौँ है ब्यारेज मुनि यो चाहिँ बाँध बनाएको यहाँ पानी उता जानलाई है एकरो पार्नलाई बनाएको ठाउँ हिँड्नलाई सस्टेन हुने रहेछ जस यो लेबर चाहिँ माथि हुन्छ होला यो त्यो पुरै त्यहाँ बाँध बनाएर देखिरहेको थियो उतापट्टि घरपट्टि दामी छ सोच्या भन्दा ठुलो रहेछ ल खोलै ठुल्ठुलो अब यो सानो खोला चाहिँ यत्रो छ त गङ्गा रिभर भन्दा अब चाहिँ एक्सपेक्टेसन भयो कत्रो होला त्यो गङ्गा पुरै भरिया हुन्छ बाढी सिजन दामी छ र यो हिँड्न हुन्नलाई चाहिँ यो पानी चाहिँ अहिले उता बङ्गाल उता लगा भयो दामी छ ल यस्तो हुँदो रहेछ है ऊ बेला भने राणाकालीन समयमा भने अझै पनि वर्किङ चाहिँ वर्किङै छ चन्द्रनगर दामी छ ल घुम्नलाई चाहिँ डुयो अब भिजिट है वान सप भिजिट चाहिँ हुनुपर्ने चाहिँ मेरो नि भाग्य भएर जाएको हो म यहाँ आउँछु भन्ने चाहिँ थिएन तर लास्ट एक्सपेक्टेड भन्दा ठुलो खतरा रहेछ दामी घुम्नुपर्ने ठाउँ चाहिँ रहेछ म क्या फुल्या जस्तो भएछ अहिले पनि है दामी छ ल यस्तो दामी वाइल्ड छ नि वाइल्ड चोचे भन्दा एक्सपेक्टेड भन्दा दामी सर्छ उता आउँदै हुनुहुन्छ ल यहाँ उत्यो उयो घुमे जस्तो कि सिधा बनाएको हुन्छ आफ्नो भागमा भइसकेको छ यो आफै बिचमा पर्छ यति तर्नलाई कति मान्छे पुग्थ्यो त्यो त गहिरो थियो नि त हजुर पुरेर माथि यो यो गहिरो थियो नि यसरी गऱ्यो यसरी नगरिदिनु पर्ने स्लोप गर्दै हुँदाखेरि मान्छे बस्यो त्यो पानी हाँस पानी हाँस छ ल उतापट्टि चाहिँ उ त्यो फोकस भएको धारा पानी हाँस ए हाँस पो हो त्यो कालो कालो बा फेरि हाँस है त दामी छ ल यो चाहिँ नरदेवी ठाउँ यो चाहिँ बढिदिने ठाउँ रे हजुर जति सिधा बनायो नि आफै भाङ्गो हुने चाहिँ पुरै यो चाहिँ यस्तो घुमिया छ कि भिडियोमा एकछिन चाहिँ होइन पानी गयो यहाँ चाहिँ गहिरो छ यहाँ चाहिँ गहिरो छ हेऱ्यो हरियो हरियो आइसक्यो चाहिँ गहिरो सबसे गहिरो पार्ट चाहिँ पानी चाहिँ एक्सपेक्टेड भन्दा वाइल्ड धेरै रहेछ यो चाहिँ हेर्दा चाहिँ थोरै फिजारा जस्तो पानी दामी छ दामी एक्सपेक्टेड भन्दा ठुलो खतरा ठाउँ ल यो चाहिँ बलिदिने ठाउँ यही हो यहाँ चाहिँ घुमिया छ अरू कहीँ घुमिया छैन सिधा प्लेन छ यो ठाउँमा मात्रै घुमिया छ अनि भाङ्गै भयो कस्तो मजा घाम त कस्तो दामी गरी बस्यो क्या बस्न नि पानी हाँस अरे काग पानी काग हाँस होइन काग कलेक्टेड यो छैन यस्तो काग चाहिँ थाहा छैन दामी ल त्यो चाहिँ अनएक्सपेक्टेड हो है यो चाहिँ नौलो कुरो हेर्न भने चाहिँ यो कालो कालो देखा जति जम्मै यो चाहिँ न्यू थिङ फर मी है हामीहरूकोमा चाहिँ यस्तो पाइँदैन दामी छ ल यही तिमीहरूको भइसक्यो आज त पाटो काटेर आउनु भयो ल हामी जाऊँ अगाडि बढौँ यही क्रममा है घुम्ने क्रममा मैले चाहिँ यहाँ पढाइ चाहिँ थिएँ देखाएको थिइनँ होइन जुन यो बिरुवा देख्न भन्छ नि यो घाँस है अझ लजावती भनिँदो रहेछ छुने बित्तिकै लजाउँछ हेर्न यो छु होइन लजा होइन अझै देखेँ कि देखेर हेर्न है लजाएँ नि होइन लजाएँ नि होइन लजाएँ नि होइन कस्तो दामी क्या ल यस्तो हुनुपर्छ है दामी खुल्ने रहेछ खुल्न चाहिँ पछि है लास्टै दामी क्या ल दामी
यस्तो हुनुपर्छ क्या सरसफाइ हेराउनु भएको छ पापा पनि हेरिरहेको छु हेरौँ पानीको बेग चाहिँ ठुलो छ लास्टै नै एक्सपेक्टेड भन्दा पनि अनएक्सपेक्टेड त्यहाँ चाहिँ माछा खेलिरहेको छ पानीमा है यस्तो दामी दामी छ तलपट्टि पनि एकचोटि है म चाहिँ ब्यारेक मुनि छु होइन यहाँ दामी ल कस्तो दामी ठाउँ रहेछ अरे म चाहिँ खोलाको पछि छु है त्यहाँ त लास्टै गएर रहेछ उयो हेर्दा त छैन जस्तो छ है तर गएर रहेछ माछा चाहिँ लास्टै सानसानो क्या खेलिरहने क्या माछा आँखाले देख्न सकिने रहेछ क्या यहाँ चाहिँ है स्टिल निक्कै जस्तो होइन यत्तिको जुमले त भ्याउला नि भ्यायो है दामी छ ल लास्टै दामी ठाउँ है यो चाहिँ मलाई चाहिँ घुम्न लास्ट रमाइलो लागेको नि भयो तातो होइन है लास्टै दामी ठाउँमा म र सर होइन पापा हिँडिसक्यौँ हामी नहरबाट चाहिँ यसो गाउँ घुम्दैछौँ हजुर फतेहपुर ल अब चाहिँ हामी फतेहपुर जाँदैछौँ यहाँबाट त्यही पुग्ने है त यो चाहिँ हामी नहरमा थियौँ चन्द्रनहरमा यो चाहिँ पहिलो नहर चन्द्र शमशेरको पालामा बनेको नहर थियो चट्ट घुम्यौँ अब यहाँबाट फतेहपुर बजार निस्किँदैछौँ बिस्तारै यो नहर पानी चाहिँ यही हो यहाँ जुन हामीलाई देखिरहेको छ एउटा 100 सिमेन्टेडवाला यहाँको चाहिँ नहरको पानी लिएर गइन्छ आफूलाई यहाँ त ल मकै उम्रिने सिजन भइसकेको छ अब फास्ट हाम्रोतिर बेला भएको छैन यो मकै रोप्ने बेला भइसक्यो के काट्नु छिटो यहाँ त चाँडै है दामी ठाउँ छ प्लेनसम्म घुम्नलाई मान्छेलाई चाहिँ भिजिट गर्नुपर्ने रहेछ है ट्राभलिङ चाहिँ गर्नुपर्ने रहेछ खजाना आएको हामी यहाँ है खजाना ठाउँ छ है यहाँ ठाउँमा है त म चाहिँ घर आइसकेँ गएर चन्द्रकामा घुम्यो खाजासाजा खाएँ मनिष दाइको मामाको पनि गराएको दाइको मामाको पनि बल्ल घाम लाग्यो उठ्ने चाहिँ बल्ल गयो क्या दामी भ्यू देखाएको छ हेर जस्ट चेक इट आउट है यस्तो दामी देखाएको छ यो पो हुनुपर्छ त होइन चट्टसँग दामी म चाहिँ कम ब्याक भइसकेँ होइन भाइहरूसँग टक्क साइकल साइकल धेरै घुमेँ है म त्यहाँ खिच्छु भनिरहेको थिएँ मोबाइल चार्जै नहेरिकन हेरेको चार्ज यहाँ बत्ती आउने जाने भइरहेको थियो बत्ती गएर चार्ज पनि थिएन होइन त्यही नै हो आजको भ्लग चाहिँ त्यसै हो रमाइलो भोलि चाहिँ भाइहरूसँग घुम्न जाने म साइकल साइकल गरेर देखाउँछु होइन रमाइलो हुन्छ त्यही नै हो त्योभन्दा धेरै के भन्नु आज घुम्न सुम्न गयो भ्लग धेरै लामो भइसक्यो पार्टमा आउँछ यो सिरिज कहिले सकाउने मैले होइन त्यही नै हो होप यु इन्जोय द भ्लग होइन राम्रोसँग हेर्नुहोस् फुल सपोर्ट दिनु गाइजहरू भ्युजहरू कम भएको छ सो भ्युजहरू कतै हेरिदिनु माया देखाइदिनु त्यही नै हो होप यु इन्जोय द भ्लग अब नेक्स्ट भ्लगलाई भेटौँला बाई बाई इन्जोय फुल हेर्नुहोस् राम्रोसँग हेर्नुहोस् है त त्यही हो अब आजको लागि चाहिँ बाई बाई काली नागिन के जैसी जुल्फें तेरी काली काली